के हजुरहरू विश्वास गर्नुहुन्छ 13 वर्षको मान्छेले होटल म्यानेजमेन्टको ट्रेनिङ लिएको मान्छेले भन्दा मिठो खाना बनाउन सक्छ भनेर? सो हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। म रितिका। हामी चाहिँ मेरो हस्बेन्डको रिलेटिभ्सको घर गएको थियौँ। त्यहाँनिर एकजना सानो 13 वर्षको भाइले हामीलाई खाजा खाएर जानुस् भनेर फोर्स गर्न थाल्नुभयो। ल ठिकै छ नि त भनेर हामी पनि बस्यौँ। खाजा चाहिँ उहाँको मम्मी नत्र पापाले बनाउने जस्तो लागेको थियो हामीलाई चाहिँ। हामीलाई चाहिँ 1% पनि हिन्ट थिएन क्या खाजा चाहिँ उहाँले बनाउने भनेर। ही डिसाइडेड टु मेक पास्ता। अनि कुन खालको पास्ता खाने भनेर हामीलाई सोध्नुभयो। हामीले जे बनाए पनि हुन्छ बनाउनुहोस् भनेर भने। हामीलाई चाहिँ उहाँको पेरेन्ट्ससँग या त युट्युबमा भिडियोजहरू हेरेर केही हेल्प लिनुहुन्छ जस्तो लागेको थियो। तर उहाँले न त एउटा भिडियो हेर्नुभयो न त अलिकति पनि हेल्प लिनुभयो कसैसँग। ओ माइ गॉड, यस्तो मजाले पकाउनु भएको थियो। एकदमै किचन पनि सफा गर्दै। पास्ता चाहिँ एकदमै मिठो भएको थियो अरे। मैले चाहिँ खाइनँ किनभने मेरो फर्स्ट थियो। आजको लागि यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। बाई।